कानुन अन्धो हुँदैन, कानुनका आफ्नै आँखा हुन्छन्। जसले अपराधको योजना बनाउँछ र सोझी नारीमाथि अत्याचार गर्छ, त्यसलाई त एक न एक दिन जेलको हावा खानै पर्छ। आफ्नो सोझी श्रीमती भुन्टीको हत्या गर्ने षड्यन्त्र बुन्ने भूपेन्द्र र उसको परिवार लगायत उसको प्रेमिकाको अब पापको घडा भरिसकेको छ। प्रहरीको हदगडी र अदालतको ढोकाले अब उनीहरूलाई पर्खिरहेको छ। उता अर्कोतर्फ एउटी अबला नारी भूमिकामाथि घरका सदस्यहरू मिलेर जसरी डोरीले बाँधेर यातना दिइरहेका छन्, त्यसले जो कोहीको पनि मुटु काप्छ। तर के भुन्टी र भूमिका दुवैले सजिलै पूर्ण न्याय पाउलान् त, वा अझै पनि बालकुमारी र उसको परिवारले अर्को कुनै नयाँ प्रपञ्च रच्नेछन्? आउनुहोस् आजको यस विशेष भिडियोमा भाग 329मा घटेका मुख्य घटनाहरू र भूमिकाले भोगेका दुःखका साथै आगामी भाग 330मा हुन सक्ने ठूला ट्विस्टहरूको विस्तृत विश्लेषण गरौँ। नमस्कार दर्शकवृन्द, हाम्रो युट्युब च्यानलमा यहाँहरू सबैलाई हार्दिक स्वागत छ। आजको भिडियोमा हामी नेपाली दर्शकहरूमाझ एकदमै लोकप्रिय टेलिसिरियल भुन्टीको 329औं भागको रिभ्यू गर्नेछौँ। यदि तपाईँ पनि भुन्टी सिरियल नियमित रूपमा हेर्नुहुन्छ भने भिडियो अन्त्यसम्म हेर्नुहोला। आउनुहोस् आजको भिडियो सुरु गरौँ। आजको 329औं भागको सुरुवात निकै नै घम्साघम्सी तनावपूर्ण र नाटकीय दृश्यबाट सुरु हुन्छ। प्रहरीको टोली घरमा आइपुग्दा भूपेन्द्रले आफ्नो बचाउ गर्ने अनेकौं नाटक गर्छन्। उनले आफू शारीरिक र मानसिक रूपमा ठिक नभएको, होसमै नरहेर नचाहिने कुरा बोलेको र बेहोसीमा बोलेका कुराहरू प्रहरीसम्म पुगेको भन्दै आफूलाई निर्दोष साबित गर्न हदैसम्मको चाप्लुसी गर्छ। उता भूपेन्द्रकी आमा बालकुमारीले पनि आफ्नो छोराको दिमागी हालत ठिक नभएको र बुहारीले नियतवश आफ्नो परिवारलाई फसाउनका लागि यो सब षड्यन्त्र रचेको भन्दै रुवाबासी र चिचाहाट सुरु गर्छे। तर सुकुमाया, जसले भुन्टीको रूप धारण गरेर भूपेन्द्रका सबै करतुतहरू र प्रमाणहरू प्रहरीलाई बुझाइसकेकी छिन्, उनले कानुनको आँखा अगाडि कसैको झुट नटिक्ने कडा चेतावनी दिन्छन्। प्रहरीले पनि भूपेन्द्रको मानसिक अवस्था ठिक छ कि छैन भन्ने कुराको परीक्षण प्रहरी चौकीमै लगेपछि नै पत्तो लाग्ने र दोषीलाई कुनै पनि हालतमा नछोड्ने स्पष्ट पार्दै भूपेन्द्रलाई पक्राउ गरेर लैजान्छन्। बालकुमारीले आफ्नो छोरालाई बचाउन अनेकौं अनुनय बिन्ती गरे पनि प्रहरीको अगाडि उसको केही चल्दैन। भूपेन्द्रलाई प्रहरीले पक्राउ गरेर लगेपछि बालकुमारीको घमण्ड र अहङ्कार छाँगाबाट खसेझै हुन्छ। तर पनि उसको घमण्ड र पापको चेत खुल्दैन। उल्टै सुकुमाया र ठुलो छोरामाथि आफ्नै रिस पोख्न थाल्छिन्। घरको जेठो छोराले भाइको बचाउ नगरेको र भुन्टीको दादागिरी सहेर कानमा तेल हालेर बसेको भन्दै बालकुमारी आक्रोशित हुन्छन्। तर ठुलो छोराले अब आफ्ना आँखाहरू खुलिसकेको छ। उसले आमालाई स्पष्ट शब्दमा भन्छ कि आफ्नै छोराले घरमा मान्छेको टाउकोमा टेकेको नदेख्ने, तर सोझी बुहारीलाई मात्रै दोष दिने। उसले आमालाई चुप लागेर बस्न वा गाउँ गएर बस्न कडा चेतावनी दिन्छ। घरमा बालकुमारी र अरू सदस्यहरू बीचको यो भनाभनले थापा परिवार कसरी एउटी दुष्ट आमा र कुसंस्कारी छोराका कारण ध्वस्त भयो भन्ने कुरा छर्लङ्ग पार्छ। सुकुमायाले बालकुमारीलाई ऐना देखाउँदै भन्छन् कि खराब संस्कार दिएर सन्तान जन्माउने अनि अरूलाई दोष दिने उपभोक्तालाई दोष दिनुअघि आफूभित्रको कमजोरी खोज्न उनले बालकुमारीलाई दह्रो पाठ सिकाउँछिन्। यता यस भागमा अर्कोतर्फ भूमिकाको दर्दनाक र कारुणिक अवस्था देखाइएको छ, जसले दर्शकहरूको मन अमिलो बनाउँछ। भूमिकालाई घरमा मान्छेहरूले पशुलाई झैँ डोरीले बाँधेर एउटा कुनामा थुनेर राखेका छन्। भूमिका रुँदै र छटपटाउँदै उनीहरूसँग बिन्ती गर्छिन् कि उसलाई यसरी तडपाएर नराखियोस्, उसलाई त्यो घरबाट निस्कन दियोस्। उसले आफू मर्न नचाहेको र बचाउनका लागि याचना गर्छिन्। तर घरमा निर्दयी मान्छेहरू, विशेष गरी दिदी र अरू सदस्यले भूमिकामाथि कुनै दया देखाउँदैनन्। उनीहरू भन्छन् कि यसलाई फुकाएर छाडिदियो भने बाहिर गएर हाम्रै कुरा काट्छे र माइत भाग्ने उपाय खोज्छे, त्यसैले यसलाई यसरी नै बाँधेर राख्नुपर्छ। यहाँसम्म कि भूमिकालाई त्यही बाँधेको ठाउँमा ढलेर मर्नुपर्ने धम्की दिन्छन्। भूमिकाले आफू अबदेखि कसैसँग उनीहरूको बारेमा नराम्रो नबोल्ने र घरको सबै काम गरिदिने कसम खाएपछि मात्र उनीहरूले भूमिकालाई फुकाउन तयार हुन्छन्। फुकाएपछि पनि उसलाई आमा र दिदीका फोहोरी लुगाहरू धुन लगाउने र
लगत्तै खेतमा धान गोड्न पठाउने शोषणको योजना बनाउँछन्। भूमिकाले पालैपछि भोगेको यो शारीरिक र मानसिक अत्याचारले समाजको क्रूर र हिंसक रूपलाई उदाङ्गो पारेको छ। उता जमुनाको जीवनमा पनि एउटा नयाँ तर अचम्मको दृश्य देखिन्छ। जमुनालाई एक्लै देखेर उसलाई आफ्नो हातमा पार्न खोज्ने एकजना व्यक्ति 50,000 रुपैयाँ बोकेर जमुनाका अभिभावकहरू कहाँ आइपुग्छ। उसले पैसाको दोष देखाउँदै जमुनाको हात आफ्नो हातमा दिन प्रस्ताव गर्छ, तर ती स्वाभिमानी बुबा आमाले पैसाको अगाडि आफ्नी छोरीको इच्छा र जीवनलाई कदापि बिक्री नगर्ने अडान लिन्छन्। उनीहरूले 50,000 रुपैयाँभन्दा आफ्नी छोरी जमुना र भुन्टीको खुसी धेरै ठुलो भएको भन्दै ती व्यक्तिलाई पैसासहित घरबाट लखेटेर पठाउँछन्। यसले समाजमा अझै पनि निष्ठा र आफ्ना सन्तानको खुसीलाई सर्वोपरि मान्ने मानिसहरू छन् भन्ने सन्देश दिन्छ। अर्कोतिर म्याडमको घरमा बसिरहेकी वास्तविक भुन्टीको मनमा अझै पनि विगतका तिता मिठा सम्झनाहरू खेलिरहेका छन्। म्याडमले भुन्टीलाई अब अंशको मुद्दा मिल्ने पर्खाइमा नबसी स्कुल भर्ना भएर पढ्न सल्लाह दिन्छन्। तर भुन्टीले आफ्नी मितिनीज्यू सुकुमायाले आफ्नो अधिकारका लागि गाउँमा लडिरहेको र आफू बाहिर निस्कँदा षड्यन्त्रकारीहरूले थाहा पाएर तिनीहरूलाई खतरा हुन सक्ने चिन्ता व्यक्त गर्छिन्। भुन्टीले आफ्नो श्रीमान भूपेन्द्रको स्वार्थी र हिंसक व्यवहार सम्झिँदै अब उसको लागि मन पुरै कठोर भइसकेको र कहिल्यै त्यस परिवारतर्फ फर्केर नहेर्ने अठोट गर्छिन्। भुन्टीको यो आत्मबल र बदलिएको सोच देखेर म्याडम, दाई र आमा निकै खुसी हुन्छन्। दाई टोकले त बहिनीको यो निर्णयमा खुसीले ताली नै बजाउँछन्। यसै क्रममा म्याडमले भुन्टीको पढाइ नरोकियोस् भनेर घरमै आएर पढाउने ट्युसन मास्टरको व्यवस्था मिलाउँछिन्। टोकले भद्र सरलाई नै मास्टरको रूपमा ल्याउन पाए भुन्टीको जीवन र भविष्य अझै सुन्दर हुने आशा राखेको हुन्छ। तर म्याडमले अर्कै सरसँग कुरा भइसकेको बताउँछिन्। जब घरको ढोका खुल्छ र मास्टर सर भित्र प्रवेश गर्छन्, यहाँ भद्र सर नै आइपुग्छन्। भद्र सरलाई आफ्नो अगाडि देख्दा टोकले र भुन्टी दुवै आश्चर्यचकित र खुसी हुन्छन्। भद्र सरको आगमनले भुन्टीको जीवनमा अब एउटा नयाँ आशा र सकारात्मकताको दियो बालेको महसुस गर्न सकिन्छ। अब कुरा गरौँ आगामी भाग 330 मा के हुन सक्छ त। आजको भागको अन्त्यमा भद्र सर र भुन्टीको जुन पुनर्मिलन भएको छ, यसले कथालाई बिल्कुलै नयाँ मोडमा लैजाने निश्चित छ। भद्र सरले अब भुन्टीलाई केवल अक्षर र किताबको ज्ञान मात्र दिने छैनन्, बरु उसको घाइते मनलाई मलम लगाएर उसलाई एउटी सशक्त र शिक्षित नारी बनाउन ठुलो योगदान पुर्याउनेछन्। बिस्तारै भुन्टी र भद्र सर बीचको सामिप्यता र माया जागिँदै जानेछ, जसले भूपेन्द्र जस्तो पापी मान्छेलाई भुन्टीको मनबाट सदाका लागि पखालेर फाल्नेछ। उता भूमिकामाथि भइरहेको यो अमानवीय अत्याचार पनि धेरै दिन टिक्ने छैन। चाँडै नै भूमिकाको यो दुःखको अन्त्य हुनका लागि नयाँ पात्र वा प्रहरीको हस्तक्षेप हुने सम्भावना प्रबल छ। उता प्रहरीको हिरासतमा पुगेको भूपेन्द्र र उसकी प्रेमिका जेरीले भने सजिलै हार मान्ने छैनन्। बालकुमारीले आफ्नो छोरालाई जेलबाट छुटाउनका लागि जुनसुकै हदसम्म गएर नयाँ षड्यन्त्र रच्ने कोसिस गर्नेछिन्। उसले सुकुमायालाई धाक धम्की दिने वा मुद्दा फिर्ता लिन दबाब दिने प्रयास गर्नेछ। तर सुकुमाया, जसको आँट र हिम्मत चट्टान जस्तै मजबुत छ, उनले बालकुमारीका ती सबै चालहरूलाई असफल बनाइदिनेछिन्। आगामी भागमा अदालतमा मुद्दाको बहस सुरु हुनेछ र भूपेन्द्रलाई कडाभन्दा कडा सजाय दिलाउन सुकुमाया र वकिलले दरो प्रमाण पेश गर्नेछन्। के भूपेन्द्र अब जेलको पर्खालभित्रै आफ्नो बाँकी जीवन बिताउन बाध्य हुनेछन्? के भूमिकाले पनि यस अत्याचारबाट मुक्ति पाउनेछिन्? यो भने आगामी भाग 330 मा नै हेर्न पाइनेछ। प्रिय दर्शकवृन्द, के तपाईँ पनि भुन्टी सिरियलको नियमित र सच्चा दर्शक हुनुहुन्छ? के तपाईँ भुन्टीले आफ्ना सबै दुःखका दिनहरू बिर्सेर भद्र सरसँग एउटा नयाँ र सुन्दर जीवन सुरु गरेको हेर्न चाहनुहुन्छ? अनि के तपाईँ भुन्टी र भूमिका दुवैले न्याय पाएको र ती पापीहरूले आफ्नो पापको कडाभन्दा कडा सजाय पाएको दृश्य हेर्न आतुर हुनुहुन्छ? यदि हो भने अहिले नै हाम्रो यस युट्युब च्यानललाई सब्स्क्राइब गर्नुहोस् र बेल आइकन पनि दबाउन नबिर्सनुहोस्, ताकि भुन्टी सिरियलका यस्तै रोमाञ्चक रिभ्यू र आगामी कथाका अपडेटहरू तपाईँले सबैभन्दा पहिले पाउन सक्नुहोस्। आजको यो रिभ्यू भिडियो तपाईँलाई
कस्तो लाग्यो तल कमेन्ट बक्समा कमेन्ट गरेर आफ्नो विचार राख्न नभुल्नुहोला। फेरि पनि हामी यस्तै रोचक रिभ्यूमा भेट्नेछौँ। तबसम्मको लागि बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।